हरे कृष्ण। म आज अलिकति फरक विषयवस्तुमा हजुरहरूसँग कुरा गर्दैछु। आज डाक्टर सुनिल शर्माको मैले एउटा टिकटकमा भिडियो देखेँ। उहाँले चाहिँ एउटा बिरामी अनि त्यसपछि अब एन्टिबायोटिकको खाती एकदम ताती हैन, अब एन्टिबायोटिकले कामै नगर्ने क्या। अनि यसमा चाहिँ उहाँले दुःख व्यक्त गर्नुभएको थियो र यो विषयमा मलाई एउटा भिडियो बनाउन मन लाग्यो, जुन मेरो लाइफमा मैले देखेका एक्सपिरियन्सहरू म सेयरिङ गर्दैछु। मेरो बच्चाहरूलाई चाहिँ 7 पटकसम्म नेपालमा डाक्टरहरूद्वारा नै झन्डै अन्तिम अवस्थामा उनीहरू पुगेका थिए, गलत रिसर्च हुँदाखेरि है। र त्यसपछि यही केसमा मेरो ठुलो मम्मीलाई दमकमै रिपोर्ट आयो, बिचरा बुढी मान्छेलाई HIV पोजिटिभ। उहाँ एकदमै टेन्सन भएर त्यो अर्को रिपोर्ट आउन्जेलसम्ममा झन्डै बियोस हुनुभएको थियो र अर्को ठाउँमा हामीले चेकअप गर्न लानु पर्यो, जसमा गर्दाखेरि रिजल्ट आएको थियो नर्मल हैन। अनि त्यसपछि अब त्यो बिचमा मान्छेको स्थिति कस्तो हुन्छ। एकपटक म दमकमा यहाँ मुखमा एलर्जी भएर देखाउन गएको, डाक्टरले बाहिर कोरोनाको बेला थियो त्यतिखेर, बाहिरैबाट मास्क खोलेर यो त तिम्रो कुष्ठरोग हो भन्नुभयो हैन। अनि त्यसपछि बाफरे अब कस्तो हुन्छ मान्छेलाई हैन, डरले होइन यो त यस्तो सिम्पटम छैन, यो 2 दिन भयो यस्तो भएको भन्दा पनि म डाक्टर हो, मेरो 98% एक्सपिरियन्सले भन्छ यो कुष्ठरोग हो। मैले उहाँलाई केस लाउन खोजेको थिएँ, पछि डाक्टर अरू साथीहरूले नै मलाई रोक्नुभयो, मैले गरिनँ। त्यसपछि मैले क्रस कन्सल्ट गरेँ। क्रस कन्सल्ट गर्ने बित्तिकै अर्को डाक्टरले भन्नुभयो यो नर्मल एलर्जी हो, ठिक हुन्छ। त्यसपछि ठिक पनि भयो हैन। र अर्को केस आयो मेरो दिदीको छोरीको। मेरो दिदीको छोरीलाई दमकमै उहाँलाई चाहिँ पेट एकदमै दुखेपछि ऊ आफै नर्स हो, फेरि है नर्स हो। अनि पेट एकदम दुखेपछि एपेन्डिसाइडको अपरेसन गरियो। अब पेट दुख्न निकै भएन, त्यसपछि उसलाई नोबेल लग्यो। नोबेल लाँदाखेरि त्यहाँ चाहिँ पत्थरिया भएर फेरि अपरेसन भएको 5 दिन पछाडि फेरि अपरेसन गर्नु पर्यो, डबल अपरेसन। मेरो बाबुको केसमा के भयो, मेरो बाबुलाई एकदमै ज्वरो आएको आइ भइसकेपछि हस्पिटल लगे, एउटा डाक्टर देखाएँ। एउटा डाक्टरमा उहाँले भन्नुभयो घाँटीमा इन्फेक्सन भएको छ, घाउहरू छ, एन्टिबायोटिक दिनुभयो। त्यसपछि भोलिपल्ट पनि निको भएन, पर्सिपल्ट मैले फेरि अर्को डाक्टर कन्सल्ट गरेँ। अर्को डाक्टरले पनि घाँटीमै होला भन्नुभयो, त्यही औषधि खान दिनुभयो। र मलाई डाउट भयो, म आफू पनि हेल्थसँग अलिकति रिलेटेड व्यक्ति भएकोले डाउट भयो र मैले आफै लगेर उसको, डाक्टरले मलाई दबाई खुवाएको 5 दिनपछि बोलाएको थियो, तर मैले आफै लगेर भोलिपल्ट उसको फुल बडी चेकअप गरेर उसको प्लेटलेट्स पुरै कम, उसको WBC पुरै कम, युरिन इन्फेक्सन भएर उसलाई एकदमै गाह्रो, अनि WBC त 1600 पुगिसकेको थियो है। अनि त्यो टाइममा मैले डाक्टरलाई रिपोर्ट देखाउँदा ओहो भर्ना गर्नुपर्छ भन्नुभयो क्या। अनि केले भएको रहेछ त्यो WBC त्यस्तो कम भन्दा उसलाई भएको रहेछ इन्फेक्सन युरिनमा। अब त्यो इन्फेक्सनमा घाँटीको एन्टिबायोटिक दबाई खाँदाखेरि चाहिँ उसलाई के भएछ भन्दाखेरि उसलाई चाहिँ त्यो WBCहरू सबै त्यो एन्टिबायोटिकले कम गराइदिएछ। त्यसपछि मैले डाइरेक्ट इन्डिया लगेर 7 दिन भर्ना गर्नु पर्यो र त्यहाँ एकदम पैसा पनि खर्च भयो र चाहिँ एकदमै गाह्रो स्थितिमा उसको त्यो WBCहरू बढ्न पनि, इन्फेक्सन ठिक हुन पनि एकदम टाइम लागेको थियो, किनकि त्यो किडनीतिर छुन आँटिसकेको रहेछ क्या इन्फेक्सन धेरै भएर। अब 5 दिनमा त उसको त भोलिपल्ट पर्सिपल्टै उसको त मतलब पोजिटिभ हुने चान्सेसै थिएन कि हैन। अब मेरो छोरीको केसमा के भयो, भर्खरै 1 महिना 2 महिना हैन 3-4 महिना भयो होला, 3-4 महिना भयो पेट दुख्ने। उसको सानो ल्याम्फ नोड देखिएको थियो, यहाँ यता कन्सल्ट गर्नु हुँदैन उता कन्सल्ट। त्यसपछि विराटनगरमा एकदम राम्रो डाक्टर भनेर बच्चाको डाक्टरकोमा लगेँ। उहाँको नाम म भन्दिनँ, थर उहाँको रिमाल हो, एकदमै बालरोग विशेषज्ञ खतरा डाक्टर है। अनि त्यसपछि रिमाल थर गरेको डाक्टर हो, विराटनगरको, धेरैले चिन्नुहुन्छ होला यति भन्दा। उहाँले चाहिँ ब्लडमा उसको एच पाइलोरी पोजिटिभ देख्यो भनेर 25 दिनको लागि एन्टिबायोटिक दिनको 3टा ट्रिपल थेरापी गर्नुपर्छ एच पाइलोरीमा त हैन। 3टा मेडिसिन लेखिदियो क्या। बाफरे अब म त छक्क परेँ। 7 वर्ष 8 वर्षको बच्चा, बिरामी बच्चा छ, 3-3वटा दिनको एन्टिबायोटिक, अब अल्सरको जस्तै औषधि हुन्छ त्यो। त्यसपछि मैले उसलाई डाइरेक्ट कलकत्ता लिएर गएँ। कलकत्ता लिएर जाँदाखेरि चाहिँ त्यहाँ डाक्टरले हेर्दै भन्नुभयो यो ब्लडमा जोसुकैलाई पनि देखिन्छ, तिम्रो चेक गरे पनि देखिन्छ, अर्काको चेक गरे पनि देखिन्छ, यो स्टुलबाट हेर्ने हो, स्टुलबाट हेर्दा पनि पोजिटिभ आयो भने पनि एन्डोस्कोपी गर्ने हो, अनि मात्र गर्ने हो। उसले जुन सिम्पटम पेट दुखेको ठाउँ देखाइरहेछ यो रोगको सिम्पटम होइन, यो 100% ग्यारेन्टी दिन्छु, त्यही पनि तिमीहरूलाई डाउट लाग्छ भने एन्डोस्कोपी गर भन्नुभयो। र हामीले ठिकै छ यति टाढो आयौँ, एन्डोस्कोपी गर्छौँ भन्दाखेरि बच्चाको एन्डोस्कोपी पनि नर्मल आयो। उहाँले एउटा ग्यास्ट्रिकको मेडिसिन पनि दिनु भएन। अब क्वेसन यो छ कि त्यहाँ ग्यास्ट्रिकको पनि औषधि नखाएको त्यो बच्चा अहिले ठिक छ, नर्मल छ, उहाँबाट आएपछि सक्यो, ठिक भयो। त्यो बच्चाले 25 दिनसम्म बिना रोग
त्यो एन्टिबायोटिक दिनको ट्रिपल थेरापी 25 दिन खानु पर्दा उसको स्थिति के हुन्थ्यो। सो एन्टिबायोटिकलाई नेपालको डक्टरहरूले अति नै हेल्चेक्राइ गरेर दिइरहेको हुन्छ क्या। सबैलाई म भन्दिनँ तर म्याक्सिमम मेरो केसमा हेर्नुहोस्। त्यसैले मैले यो भिडियो बनाउनुको उद्देश्य के हो भने तपाईँको बच्चालाई तपाईँलाई पनि अपरेसन गर्नुपर्छ भन्यो भने नेक्स्ट डक्टर देखाउनुहोस्, 2-3वटा डक्टर कन्सल्ट गर्नुहोस्। एन्टिबायोटिक कडा खुवाउनुपर्छ भन्यो भने अर्को डक्टर कन्सल्ट गर्नुहोस् अलि राम्रो ठाउँमा हैन। र 2-3वटा डक्टरहरूबाट सेम हजुरहरूलाई रिपोर्ट आउँछ, सेम उहाँहरूले बताउनुहुन्छ भने त्यसलाई फलो गर्नुहोस्। अपरेसन गर्नुपर्छ भनेर मेरो बहिनीलाई अपरेसन गर्यो, छोरीलाई भनौँ न दिदीको छोरीलाई अपरेसन गर्यो के अरे एपेन्डिसाइडको, लगेर 5 दिनपछि अर्को अपरेसन गर्नु पर्यो। मेरो बच्चालाई मैले आफूले क्रस कन्सल्ट नगरेको थिएँ, मैले आफूले अलिकति बाठो नभएको थियो भने बर्बाद हुन्थ्यो हैन। यहाँ रिपोर्टहरू आइरहेको हुन्छ ल्याबमा, भिटामिन B12 भिटामिन D चारतिर चेक गर्नु सबैतिर फरक परिरहेको हुन्छ। तर जब तपाईँको अलिकति क्रिटिकल केसहरू आउँछ, अलिकति बुझ्नुपर्ने केसहरू आउँछ, अलिकति गाह्रो हुने केसहरू आउँछ भने तपाईँले जहिले पनि क्रस कन्सल्ट गर्नुहोस् डक्टरहरूसँग र 2-3वटा डक्टरसँगको परामर्श लिएपछि अनि बल्ल हजुरले निर्णय लिनुहोस्। र तपाईँको बच्चालाई लामो समयदेखि एउटै रोगले निको भइरहेको छैन भने अर्को डक्टरतिर लानुहोस्, त्यही डक्टरले जे भन्छ त्यही फलो गरेर नबस्नुहोस्। हेर्नुहोस् मेरो केसमा मैले 10-11 पटकसम्म यो भोगेको छु, त्यही भएर मलाई ट्रस्ट एकदमै कम लाग्छ। र हजुरहरूले पनि मैले यो भिडियो बनाउनुको उद्देश्य तपाईँलाई एकदमै राम्रो धेरै एन्टिबायोटिक खाने, एकदमै क्रिटिकल केसहरू भन्यो, एकदमै गाह्रो केसहरू भन्यो, बच्चाहरूलाई एकदमै लामो समयदेखि प्रब्लम भइरहेछ भने क्रस कन्सल्ट गरेर अर्को डक्टर देखाएर 3-4वटा डक्टरको परामर्शपछि मात्रै निर्णय लिनुहोस्। यो भिडियोको उद्देश्य एन्टिबायोटिकमा मात्रै हामी पछाडि नपरौँ, कोसिस गरौँ आफूले आफैलाई तन्दुरुस्त राख्ने र डक्टरहरू पनि बुझेर मात्रै हामीले औषधिहरू बच्चाहरूलाई खुवाउँ र आफू पनि खाउँ। जनचेतनाको लागि यो भिडियो मैले प्रस्तुत गरेको। आजसम्म मैले बोलेको थिइनँ, डाक्टर सुनिलको आज मैले त्यो भिडियो देखिसकेपछि मलाई बोल्नुपर्छ जस्तो लाग्यो यो विषयमा, किनकि यो विषयमा मैले 3-4 वर्षदेखि भोग्दै आएका कुराहरू मैले आजसम्म भनेको थिइनँ। आज मलाई भन्न मन लाग्यो ताकि अरूहरूलाई पनि यो जानकारी होस् र अरूहरूमा पनि यो होस् है। नत्र मान्छेलाई गाह्रो बनाउँछन् नेपालमा डक्टरहरूले। हरे कृष्ण।